यो मान्छेको चालामाला ठिक लागेको छैन मलाई आजभोलि। आज त चेक नगरी कहाँ छोड्छु। अब मायालुसँग एकछिन गफ हानिन्छ त्यसपछि मात्रै काटिन्छ घाँस चाहिँ। बेबी रिसाको त छैनौ होला नि। हेर न आज घाँसमा आउनै ढिलो भयो हो, अन्त कल पनि ढिलो गरे नि। नरिसाउ है ल। फेरि त्यहाँ मैले फोन गर्नु ढिलो भयो भन्दैमा तिमीले चाहिँ फेरि मलाई कल गरेकै नगर नि मेरो फोनमा। मार्छ नि फेरि घरमा त्यो ढोक्सी छ नि ढोक्सी। अहिले पनि मलाई भन्दै थियो निकै दिन भयो म विचार गर्दैछु त्यहाँ घाँसमा जाँदा फोन लगेर 4-5 घन्टा लाउँदैछ के गर्दैछ कुनी, फोन चेक गर्नु नपरोस् म ठिक हुँदैन है भन्दै थियो। अन्त मैले कोही बेला इमर्जेन्सी कलहरू आउँछ भनेर चाहिँ ढाँटिकन आएको त। अब हामी भेट्नुपर्छ नि हो। अहिले त तिमीलाई सम्झिँदा मात्रै त्यो कस्तो फिल आउँछ क्या, त घरकोसँग फिलै आउँदैन हौ फेरि। तेरो पारा त यस्तो पो ल साला, तेरो पारा यस्तो यहाँले तेरो के भएको यो मान्छे यहाँले कुच्चा नगरी ढिलोको यही खाना हो। यहाँले कुच्चा बेस्यासँग बोलेको साथी हो साथी। साला कुच्चा नानीको आमासँग लागेर मरेको छ। साथी हो हेर्न नगर्नु त।